नमस्कार साथीहरूलाई, मेरो एउटा सानो साथीहरूको इन्फर्मेसन भिडियो सहित तपाईँहरूलाई आज एउटा भिडियो पोस्ट गर्ने कोसिस गरेको छु। विशेष गरी हाम्रो सानो युट्युबर साथीहरूलाई चाहिँ एकदम इम्पोर्टेन्ट भिडियो हो यो, जुन हामीलाई वाच टाइमको लागि साह्रै हामीले स्ट्रगल गर्नुपर्ने अवस्था छ, मान्छेलाई कति गुहार्नुपर्ने अवस्था छ। त्यसको लागि पनि केही मात्रामा यसले धेरै हेल्प गर्ने छ। जस्तो तपाईहरुले मेरो यसरी भिडियो हेरेर तपाईहरुले यो मेरो भिडियो हेरेर केही मात्रामा कतिपय कुराहरू सिक्न सक्नु पनि हुनेछ र हेर्नु होला। डब्ल्युलाई साथीहरुलाई एकदम इम्पोर्टेन्ट भिडियो हो यो, एकदम सम्झेर हेर्दिनु होला। यही भन्न चाहन्छु म साथीहरुलाई, कृपया भिडियो स्किप नगरी हेर्दिनु होला। अनि तपाईको हाम्रो डब्ल्युलाई एकदम हैन, मान्छे कतिपयले जानेको हुँदैन, त्यही हिसाबले पनि मैले तपाईहरुलाई एउटा भिडियो पोस्ट गर्ने कोसिस गरेको छु। कृपया हेर्दिनु होला, साथ सब्र गरिदिनु होला। तपाईलाई लान्छु म भिडियोतिर, हेर्नुभयो साथीहरु। साथीहरु, तपाईलाई मैले चाहिँ मोबाइलको स्क्रिनमा लाँदै छु, कृपया ध्यान दिएर हेर्नु होला। युट्युब क्लिक गर्नुस्, त्यस पछाडि आएर तपाईको आफ्नो भिडियोलाई अथवा तपाईको जो कोहीको भिडियोलाई सर्च गर्नुस्। म मेरै भिडियो यहाँ सर्च गर्छु एकचोटी, एकछिन है। मेरो रबिन ब्लग सर्च गर्छु, त्यसै म च्यानलमा जान्छु, हेर्नु होला। कृपया प्लेलिस्टमा जान्छु, हेर्नुस्। प्लेलिस्ट मैले अन गरेको छु। प्लेलिस्ट अन गरेपछि यसलाई फेरि क्लिक गर्नुस्, प्लेलिस्टलाई, भिडियोहरुलाई। त्यसपछि यो भिडियो अललाई एकचोटी क्लिक गर्नुस्। अब तपाईले देख्नुभयो भिडियो चलेको हैन। अब यो भिडियो एकदम हेर्नुस् है, यहाँ हेर्न सक्नुहुन्छ कस्तो स्लोली चलेको छ है, स्लोली चलेको छ। अब यसलाई हामीले फास्ट गर्नु पर्यो भने मात्र 1 घण्टा भिडियोलाई हामीले आधा घण्टामा सकिन्छ भने चाहिँ यसले के गर्नु पर्यो, यो भिडियोलाई चाहिँ क्लिक गर्नुस्, यसलाई क्लिक गर्नुस्, यसलाई क्लिक गर्नुस्, यसलाई क्लिक गर्नुस्। त्यसपछि आएर यो क्लिक गर्नुस्। त्यसपछि माथि हेर्नुस्, त्यहाँ सेटिङको अप्सन छ, यहाँ देख्नुभयो। सेटिङको अप्सनमा जानुस्, सेटिङको अप्सनमा जानुस्, सेटिङको अप्सनमा जानुस्। अनि त्यसपछि यहाँ सेटिङ अप्सनको तल देखाउँछ स्पिड, क्वालिटी सबै देखाउँछ हैन। अनि तपाई केमा जानुपर्ने, स्पिडमा जानुस् एकचोटी। त्यसपछि यहाँ देखाउनुहुन्छ तपाईले स्पिड कतिमा गर्ने भनेर। यसलाई चाहिँ हामीले यस्तै गर्दै भने चाहिँ अनि भिडियो छोड्यो भने भिडियो धेरै छिटो चल्छ, क्लिक 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 भर चल्छ। अनि डब्ल्युटी अथवा हाम्रो भनौँ न 1 घण्टा भिडियोलाई तपाईको आधी घण्टामा चढ्न सकिन्छ। त्यसपछि डब्ल्युटी को लागि एकदम सपोर्ट पनि हुन्छ, प्लस भ्युज पनि बढ्छ, भिडियो छिटो पनि चल्छ। अनि सानो युट्युबरहरुलाई चाहिँ एकदम इम्पोर्टेन्ट भिडियो हुनेछ यो। साथीहरु, मैले त्यही नै एउटा भन्न चाहे। धन्यवाद, थ्यांक यू सो मच। भिडियो हेरेर स्किप नगरिकन हेर्दिनु होला। धन्यवाद, थ्यांक यू।